आज चाहिँ मारिन्छ होला 4 किलो त मारिन्छ जस्तो छ हाम्रो लरुङ भाइ यहाँ पुरा यहाँ गर्दै हुनुहुन्छ हाम्रो आजको गुरुजी उहाँ हुनुहुन्छ हाम्रो यस्तो छ ल साथीहरु भरे माछा पर्यो भने गाडीमा पनि चढ्यो अब हिँड्यो साथीहरु ल तराईमा बिहान जाडो थियो बिहान ब्रेकफास्ट हेर्नु होला मेरो आज फेरि अब खाना खाएर हिँड्यो साथीहरु गर्मी चाहिँ बढ्या छ है साथीहरु कोदो फेरि खाइदिएको खाना पनि मजाले खाइयो साथीहरु ल अब हिँड्यो ल लेट्स सी ल साथीहरु हामी चाहिँ अब चढ्यौं हाम्रो लरुङ भाइको सफारीमा अब गइन्छ राजाबासीको तल कुन ठाउँ दाजु राजाबास ल राजाबासमा आज हाम्रो बास हुन्छ हेरौँ कस्तो हुन्छ किराती बास हुन्छ ल ल साथीहरु बाटो लाग्यो है भरे हेरौँ ल माछा पर्यो भने देखाउँछु भन्छु तर सानो सानो पर्छ ठुलो परेर देखाउँछु सानो परेन त हजुर ल भरे कलेक्सन गरेर मात्र देखाउँछु ल यस तरिका यो हो है साथी सट्टै साथीहरु एकदम गाह्रो छ कोसीमा सानो सानो पर्दैछ है साथीहरु यस्तै छ ल यसलाई आउट गर्दिउँ फिशिङ ह्यापी फिशिङ छ ठुलै छ माछा वाउ भनौ अब बोलो गंगा अंकल को फ्लग गर्नु गंगा अंकल को फ्लग हेर्नुस् फ्लग कि फ्लग गर्ने फ्लग पनि हेर्ने हुन्छ हामी हेर्छौं सारै राम्रो लाग्छ हेर्ने लाइक गर्ने है हुन्छ ल